यो गाईको दुध यो 6 महिना भयो बियाएको। त्यसको बाद चाहिँ त्यो रातो हो। असोजमा बियाएको 9 किलो दुध चाहिँ अहिले करेक्ट छ। 9 लिटर 9 लिटर दुध चाहिँ ताजा दुध ताजा दुध। यहाँ हेर्नु लक्ष्मी गाईको दुध ल लक्ष्मी गाईको दुध यहाँ चक्कै झ्याप्प लाउने हो। दैनिक अब बेलुका कति लिटर जान्छ तपाईँको? 40 लिटर बाहिर जान्छ? 35 40 32 हजुर 35 को हाराहारी हुन्छ। ए बिहामा त्यही 40 42 जति हुन्छ। हजुर त्यस्तै हो। अब दैनिक यसरी चलिरहेछ। हजुर अब प्याकिङ सकिन लाग्यो नि त लगभग? प्याकिङ सकिन लाग्यो। अब प्याकिङ हुँदैछ। त्यसपछि तपाईँ ड्युटीमा बाहिर जानुहुन्छ यो सबै पुर्याउन? घर भइसकेपछि म हिँडिहाल्छु। घर पुर्याइहाल्नुहुन्छ होइन? घर पुर्याउने हो। यो आधा केजीको हो। हजुर आधा केजीको 1 केजीको प्याक गर्ने। धेरै जसो चाहिँ हाफ लिटरै जाँदो रहेछ होइन? प्राय अब सबै हाफै हुन्छ। यसरी मिलेर काम गरेको देख्दा चाहिँ हामीलाई पनि एउटा उदाहरणीय जोडी जस्तो लाग्यो। तपाईँहरूको एकदम मिलेर काम गर्नुहुँदो रहेछ है? हामी त बेलुका मात्रै होइन, हामी त बिहान 4 बजी नै यस्तै हो। ए बिहानैदेखि हो? बिहानैदेखि हो। 4 बजी सँगसँगै हो। बिहानदेखि बेलुकैसम्म लागि परेर यसो गर्ने हो। दाइले त एकदम सहयोगी दिदी पाउनु भएको छ है भाउजू चाहिँ। ल होइन यो तपाईँ त एकदम भाग्यमानी हुनुहुँदो रहेछ दाइ। खासै अब यो सहयोग गर्ने अहिले त महिलाहरू धेरै नै छन्, सहयोग नै गर्दैन। हुन त तपाईँको उदाहरण त धेरैको होला, तर कतिपय चाहिँ बुढाले काम गरिहाल्नुहुन्छ नि भन्ने पनि देखिन्छ। के छ त्यो चाहिँ धारणा? होइन अब त्यस्तो हिसाबले भन्दा नि हाम्रो चाहिँ के हो भन्दाखेरि पहिल्यै अब होइन हामी के गरौँ भनेर अब तपाईँको घर सल्लाह हुन्छ। त्यो हिसाबले चाहिँ अब हामी कुन सेक्टरतिर जाँदा ठिक हुन्छ भनेर हामी तपाईँको घर सल्लाहबाट नै यो तपाईँको खेती किसानीमा लाग्नु भयो? किसान तपाईँको यो कर्मतिर लाग्यो भने न अब नत्र पहिला म बाहिरै कमाउँथेँ। बाहिरै कमाउने, त्यही भएर हामी बाहिरै कमाएर ल्याउने गर्थेँ। अब घरमा चलिरहेको थियो। अब होइन अब घरमा पनि हेरौँ न, घरमा पनि अब घर फ्यामिलीले पनि गर्नु मिल्ने, आफूले पनि गर्नु मिल्ने, सबैलाई हुने काम होइन? सबैलाई हुने काम चाहिँ गरौँ न भन्ने हिसाबले घर सल्लाहबाटै हामी लागि परेको। अब बा पनि खट्नु भएको छ। बाले उताको डिपार्ट सम्हाल्नु भएको छ। ऊ यता प्याकिङ डिपार्ट भने जस्तै यहाँ त एउटा कस्तो रमाइलो माहौल के। अहिले त यहाँ त टेबलमा बसेर खाना खाने बेला नि भेटघाट बोलचालै हुँदैन परिवारको है? धेरै त्यस्तो छ समाज अहिले। समाजमा अब तपाईँको यो आफ्नो तरिकाले मोबाइल चलायो बस्यो होइन? अब तपाईँहरूको त यहाँ त मेलमिलाप मोबाइल हेर्ने, अब जस आफ्नो घर फ्यामिली पनि बोलचालमा हुने, त्यो भएर अब इन्भाइरोमेन्ट पनि अहिले त्यस्तो आयो। तपाईँले चाहिँ यस्तो हुनु पर्यो, तपाईँको जस्तो चाहिँ हुनु पर्यो भन्ने मेरो पनि सोचाइ हो, भनाइ हो। होइन यो सबैको म्याक्सिमम् यो त हुनु अलिक असम्भवै होला। सबभन्दा ठुलो कुरा तपाईँको लागि पर्न सक्नु पर्यो। दोस्रो कुरा तपाईँको अब मान्छेलाई म्याक्सिमम् अहिले आजभोलिको समयमा अहिलेको जेनेरेसनको युवा युवतीहरू अब यो काममा अलिकति घृणित रूपमा हेरिन्छ। त्यही त यो त गोबरको स्वर्ग रहेछ भन्छ। ल यहाँ देख्न सक्नुहुन्छ एकदम व्यस्त ग्राहकहरूको फोन आइरहेछ।